यस विद्यालयले वार्षिक उत्सवको नाममा र अभिभावक डे र बच्चाहरूको रिजल्ट प्रकाशन 3वटा कार्यक्रमसँगै तय गरिएको छ। सँगै प्लस मोटिभेसनल अभिभावकहरूलाई मोटिभेसनल क्लास पनि यसैमा जोइन गरेको छ। यो कार्यक्रममा अध्यक्षता आसन ग्रहण गरिराख्नु भएको छ अध्यक्ष। ड्यासमा अतिथिगणहरू, यस विद्यालयका सम्पूर्ण गुरुवर्गहरू, अभिभावकहरू र उपस्थित सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरू सबैमा मेरो व्यक्तिगत तर्फबाट र राजापुर नगरपालिकाको तर्फबाट यो कार्यक्रमको सफलताको शुभकामनासँगै नयाँ वर्षको पनि शुभकामना दिन चाहन्छु। 2082 साल अब 2 दिनपछि हामी नयाँ वर्ष हामी भित्राउँदैछौँ र पुरानो यो वर्षलाई हामी बिदाई गर्दछौँ। त्यसैले सबैलाई पुरानो कुराहरूलाई, दुःखका कुराहरूलाई छोड्दै, भुल्दै र नयाँ कुराहरूलाई, नयाँ जीवनको परिकल्पनालाई, जीवनको सफलतालाई तपाईहरूले आत्मसात गरेर अगाडि बढ्नुहुनेछ भन्ने कुरा शुभकामना दिन चाहन्छु। थोरै विषयवस्तु आज राख्न चाहन्छु। आज यस विद्यालयमा पहिलोचोटि म यसरी कार्यक्रममा सहभागी भएको छु। यद्यपि रुलभन्दा बाहिर यो कार्यक्रम भएको छ, मलाई मनन छ। रुलभन्दा बाहिर यो कार्यक्रम गएको छ, मलाई महसुस भएको छ कता कता। सबै म अभिभावकलाई दोष दिँदैन, व्यवस्थापन समितिले यो सच्याउन जरुरत छ। यद्यपि हामीले अरूलाई सम्मान गर्न जानेनौँ भने आफू सम्मान पाइँदैन, यो कुरा पनि सबैले थाहा पाइराख्ने कुरा हो। म यति भन्न चाहन्छु, यो कुरा कसलाई कुन दर्जाबाट सम्मान गर्ने भन्ने कुरा पनि हुन्छ। गुरुवर्गहरूले सायद यो कुरा आफै यो विद्यार्थी भाइ बहिनीहरूलाई सिकाउनुहुन्छ, यी अभिभावकहरूलाई जानकार गराउनुहुन्छ, तर त्यो कार्यान्वयन गर्ने पाटोमा आफै नै यो रुल र सम्मानको कुरा भुल्यो भने हामी रुलभन्दा बाहिर हुन्छौँ। त्यसैले यो कुराहरूलाई मनन गरेर सच्याउनतिर गइयोस् भन्ने कुरा हो। अलिकति मलाई पीडा पनि भयो, तर फेरि पनि पीडाको बावजुद पनि म तपाईहरूको माझमा यो विद्यालय राजापुर नगरपालिकाभित्र स्थापित विद्यालय, यो विद्यालयमा राजापुर नगरपालिकाको सम्पूर्ण जनसमुदायहरूको छोराछोरीहरू अध्ययनरत छन्। हाम्रो यो विद्यालयका बालबच्चाहरूको भविष्य पनि स्थानीय सरकारले चिन्तन मनन गर्ने उसको दायित्व जिम्मेवारी हो। यद्यपि यो प्राइभेट स्कुल भए तापनि हामीले यो विद्यालयलाई स्थानीय सरकारको तर्फबाट कुनै पनि हामीले हेर्ने दृष्टिकोण फरक तरिकाले हेरेका छैनौँ। यद्यपि निजी स्रोतका विद्यालयहरू धेरै छन् र सरकारी विद्यालयहरू धेरै छन्, तर हेर्ने दृष्टिकोण बालबालिकाहरूको भविष्यको विषयमा हामी सबैप्रति चिन्तित गर्छौँ। सरकारी विद्यालयमा सरकारले कार्यक्रम बनाउने गर्छ र निजी विद्यालयमा तपाईँहरू अभिभावक स्वयं तपाईँहरूको लगानीबाट यो विद्यालय स्थापित छ भने तपाईँहरू यो विद्यालयको भविष्य अभिभावकहरू कति चिन्तित हुनुहुन्छ होला भन्ने कुरा मैले महसुस गर्न सक्छु मेरो ठाउँबाट। किनकि योभन्दा अगाडि मैले कुनै एउटा सरकारी विद्यालयमा पढाउने गर्थेँ। त्यो पढाइराख्दाखेरि मैले पढाएको 1-2 विद्यार्थी, मेरो पढाएको विद्यार्थीहरू आज यो विद्यालयमा पढाइराख्नु भएको छ। म अनुहार चिनिराखेको छु र सँगसँगै धेरै यो विद्यालयमा मलाई केही न केही ज्ञान प्रदान गरेर यो ठाउँमा पुर्याउने गुरुहरू पनि आज यो विद्यालयमा पढाउँदै हुनुहुन्छ भन्ने कुरा पनि मैले महसुस गरेको छु। एकजना गुरु हुनुहुन्छ। यद्यपि मलाई विद्यालयमा नपढाए पनि बाहिरबाट मलाई धेरै कुराहरू ज्ञान
गुरु यस विद्यालयमा पढाइराख्नु भएको छ भन्ने कुरा आज यो कार्यक्रममा आउँदै गर्दा मैले अनुहार खिने र सँगसँगै आज अतिथिको सिट आसन गरिराख्नु भएको छ। आजको यस कार्यक्रममा तपाईहरूलाई मोटिभेसनल क्लास लिनुहुन्छ 1 घण्टा या 1.5 घण्टा। उहाँको मैले क्लास मोटिभेसनल क्लास पनि लिइसकेँ, अभिभावकको हैसियतले मैले लिइसकेको छु। त्यो मोटिभेसनल क्लास एकदम तपाईहरूलाई एकदम राम्रो प्रभाव पर्नेछ र अभिभावकले खेल्नुपर्ने भूमिका बालबच्चाहरूको भविष्यप्रतिको अभिभावकले के रोल खेल्दा बच्चाहरूको भविष्य सुनिश्चित हुन्छ भन्ने कुरा पनि त्यो मोटिभेसनल क्लासमा आउनेछ। म मोटिभेसनल क्लास दिने गुरुलाई म हार्दिक नमन गर्न चाहन्छु र सँगसँगै यस विद्यालयका सम्पूर्ण गुरुहरूलाई पनि म सम्मान गर्न चाहन्छु। विगतका दिनहरूमा तपाईँहरूले जति विद्यार्थी भाइ बहिनीहरूको भविष्य सुनिश्चित गरेर अगाडि बढाउनु भएको छ, सफलताको चुचुरोमा पुर्याउनु भएको छ, उहाँको भविष्यलाई एकदम पढाएर ज्ञान दिएर आफूमा भएको क्षमता त्यो सबै ज्ञान सिपहरू नलेजहरू भाइ बहिनीहरूलाई दिएर कुनै ठाउँमा तपाईँहरूले पढाएको भाइ बहिनीहरू कुनै ठाउँमा जब होल्डर हुनुहुन्छ या कुनै ठाउँमा पुग्नु भएको छ, आफ्नो जीवन सफल बनाउनु भएको छ। पक्कै पनि उहाँ गुरुवर्गहरूलाई सबैलाई हार्दिक नमन गर्न चाहन्छु र सँगसँगै यो अभिभावकहरू आफ्नो बच्चाप्रति धेरै चिन्तित हुनुहुन्छ। तपाईँहरू वास्तवमा कुन विद्यालयमा आफ्नो बच्चालाई पढाउँदा मेरो बच्चा सफल हुन्छ, भोलिको दिन सफल उद्यमी बन्छ, भोलिको दिन सफल डाक्टर बन्छ, भोलिको दिन सफल नेतृत्व बन्छ, भोलिको दिन सफल गुरु बन्न सक्छ, भोलिको दिन अन्य जुन क्षेत्रमा बच्चाहरू अगाडि अग्रसर हुन्छन् त्यो क्षेत्रमा सफलता प्राप्त गर्छन् कि भनेर तपाईँहरू विद्यालयमा यस विद्यालयको पढाइ गुणस्तर हेरेर तपाईँहरू भर्ना गर्नुभएको छ। यस विद्यालयको तपाईँको आशा र भरोसामा आफ्नो बच्चालाई पढाउनको लागि जिम्मा लगाउनु भएको छ। दिनमा तपाईँको बच्चा 6 घण्टा यो यस विद्यालयमा अध्ययन गर्छ भने पढ्ने गर्छ भने तपाईँहरूसँग 24 घण्टामा कति घण्टा तपाईँहरूसँग 18 घण्टा तपाईँहरूसँग तपाईँकै बच्चा बस्ने गर्छ। यद्यपि तपाईँहरू बोनस गर्नुभएको छ भने विद्यालयमै बस्छ बच्चा, यदि बोनस गर्नुभएको छैन भने 18 घण्टा तपाईँहरूसँग बस्छ भनेपछि अभिभावक बच्चाको लागि पहिलो पाठशाला हो, पहिलो गुरु हो। तर तपाईँहरूले त्यो कुरा अभिभावकहरूले त्यो बच्चाको पहिलो गुरु, म प्रत्येक सरकारी विद्यालयमा पनि यो कुरा राख्ने गर्छु। आज म यो तपाईँको यो विद्यालयमा पनि निजी विद्यालयमा जुन आज यो कार्यक्रम राखिएको छ यो कार्यक्रममा पनि म बोल्न चाहन्छु। वास्तवमा हाम्रो बालबालिकाहरूलाई हामी गुणस्तर शिक्षा स्थानीय सरकार होस् या सङ्घीय सरकार होस् या हाम्रो अभिभावक होस् या गुरुवर्ग होस्, गुणस्तर शिक्षा पाइराखेका छौँ। तर गुणस्तर शिक्षा कसरी प्राप्त गर्ने भन्ने कुरा हामीलाई कता नलेज थाहा छैन कि ज्ञान छैन कि हामीलाई त्यतातिर कसरी गुणस्तर शिक्षाको हामीले परिकल्पना गर्न सक्छौँ र गुणस्तर शिक्षा प्राप्त गर्न सक्छौँ भन्ने कुरा पनि हामीले हेर्न जरुरत छ र बुझ्न जरुरत छ। अस्ति तपाईँहरूलाई उदाहरण दिन चाहन्छु। स्थानीय सरकारले राजापुर नगरपालिकामा 6 वटा विद्यालयमा बालबालिकाहरूको कुपोषण र रक्त अल्पताको चेक गर्यौँ हामीले। किशोरी नानीहरूलाई उनीहरूको शरीरमा कति रगतको मात्रा छ भन्ने कुरा हामीले हेर्दै जाँदा ती नानीहरूको 100 जनामा 60 जना नानीहरूलाई रक्त अल्पता छ भने हामी गुणस्तर शिक्षा कहाँ खोज्दैछौँ? तपाईँहरू आफै बुझ्नु। शरीरमा रगत भए पो कागज हुन्छ त, कागज भए पो हामीलाई पढ्न जाँगर लाग्छ त। त्यसपछि हामीले जब पढ्न जाँगर लाग्छ तब हामी उच्च शिक्षा प्राप्त गर्छौँ, गुणस्तर शिक्षा प्राप्त गर्छौँ अनि सबैको अनुहारमा खुसी छाउँछ। धेरै कुरा छ यो विषयसँग जोडिएको छ भनेपछि आज हामीले बालबालिकालाई पढ भनिराखेका छौँ तर मेरो बच्चाको क्यापासिटी क्षमता के छ भन्ने कुरा हामीलाई नै थाहा छैन। मेरो बच्चालाई कुपोषण लागेको छ कि रगतको कमी छ कि मेरो बच्चालाई के को कमी छ शरीरमा भन्ने कुरा हामी एनालाइसिस फर्केर हेर्न सकिराखेका छैनौँ। परिणाम हामीले के पाइराखेका छौँ? जति अभिभावकले लगानी गरे तापनि, जति तपाईँहरू
विद्यालयमा होस् या कुनै सरकारी विद्यालयमा होस् या निजी विद्यालयमा तपाईहरु लाखौं खर्च गर्नुस् हैन, तर पढाइसँगै हाम्रो पढाइको ज्ञानलाई कार्यान्वयन गर्ने कुराहरू, कार्यान्वयन गरेर आत्मनिर्भर बन्ने कुराहरू, आफ्नो जीवनलाई सरल बनाउने कुराहरू महत्त्वपूर्ण छन्। यद्यपि हामीले पढे लेखेका मान्छे पनि आफ्नो जीवन कोही सरल तरिकाले जिराखेका छन् भने कोही पढे लेखेका मान्छे पनि जटिल अवस्थामा तपाईको आफ्नो जीवन गुजारिराखेको अवस्था पनि त हो। त्यसैले हामीले पढे लेखेको भनेर डिग्री प्राप्त, हातमा डिग्री छ, तपाईको ट्यालेन्ट विद्यार्थी छ, तर उले जब होल्डर छैन, उले इन्कम गर्दैन, आफ्नो जीवनलाई सरल बनाउन सक्दैन भने त्यो शिक्षाको महत्त्व छैन। अभिभावकहरू, म यति कुरा राख्न चाहन्छु, तपाईहरुको बालबालिकाहरू गुणस्तर शिक्षासँग, तपाईको बालबालिकाहरू तपाईको एउटा राम्रो शिक्षा प्राप्त गरेर त्यसलाई कार्यान्वयन गरेर आफ्नो जीवन सफल बनाउँछन् भने त्यो शिक्षाको महत्त्व त्यहाँ रहेछ। त्यसैले म आग्रह गर्न चाहन्छु, आफ्नो छोराछोरीहरू आज तपाईको पढ्न सकेन, फर्स्ट डिभिजनमा पास भएन भनेर आफ्नो छोराछोरीलाई हेला नगर्नुस्, आफ्नो छोराछोरीलाई हेप्ने काम नगर्नुस्। अभिभावक म प्लिज अनुरोध गर्न चाहन्छु, तपाईहरूले आफ्नो छोराछोरीहरूलाई घरमा गर्ने हरेक क्रियाकलापमा सहभागी गरायौं कि गराएनौं, अनुशासनमा हामी आफ्नो बच्चाहरूलाई सानैदेखि अनुशासनका पाठहरू सिकाउन सक्यौं कि सकेनौं। आज गुरुहरूले भन्नुहुन्छ फलानाको छोरा कति इमानदार छ, कति लगनशील छ, फलानाका छोरी कति गुरुप्रति वफादार छ, आमा बुवाप्रति कति वफादार छ, इमानदार छ। त्यो बालकहरू, त्यो छोराछोरीहरूको तपाईको एउटा प्रशंसा गरिन्छ। तर पढाइमा ट्यालेन्ट छ तर उले अनुशासन छैन भने त्यो बच्चाको विषयमा अलिकति गुणगान गाउनको लागि गुरुहरू पनि कन्जुसाइ गर्नुहुन्छ, यो रियालिटी हो। त्यसैले तपाई हामी सबैजना बच्चाको पढाइसँगै, चाहे गुरु होस्, चाहे अभिभावक होस्, चाहे कुनै पनि समाजमा समाजसेवी होस्, बुद्धिजीवी होस्, समाजको अगुवा होस् या नेतृत्व होस्, सबैले आफ्नो वरिपरि समुदाय, आफ्नो घर परिवारको बालबच्चाहरूको भविष्यको लागि अनुशासन सिकाउन जरुरत छ र शिक्षा दिनको लागि तपाईहरूले कति भूमिका, कसको रोल प्ले कति छ भन्ने कुरामा हामी मध्यनजर गर्न जरुरत छ। तब मात्र हामीले गुणस्तर शिक्षा प्राप्त गर्न सक्छौँ र हाम्रो बालबच्चाको भविष्य सुनिश्चित हुन्छ। अर्कोतर्फ हाम्रो चुनौतीको विषय अर्को छ। थ्योरिटिकल हामीले फन्डामेन्टल क्लासहरू भइराखेको छ, क्लासमा हामीले पढ्ने किताबहरू, पुस्तकहरू व्यवहारिक छैनन्, फन्डामेन्टल छन्। हामीले व्यवहारिक शिक्षाहरू हामी दिन सकिराखेका छैनौँ, चाहे घरमा होस् चाहे विद्यालयमा होस्। यो कुराले पनि हाम्रो बेरोजगारी सिर्जना भइराखेको छ। बेरोजगारीले हामीलाई के दिइराखेको छ भने दुःख बाहेक हामीले केही प्राप्त गर्न सकिराखेका छैनौँ। त्यसैले हामीले व्यवहारिक शिक्षा र हामीले प्राविधिक शिक्षासँग पनि जोड दिनुपर्छ, न कि हामीले एउटा थ्योरिकल क्लासले मात्रै हाम्रो बच्चाको आत्मनिर्भर बन्न सक्ने क्षमता हुँदैन। एउटा रुल मैले कुनै एउटा तालिममा लिइराखेको थिएँ शिक्षाको क्षेत्रमा। त्यो तालिममा मलाई के प्राप्त भएको छ, मैले के ज्ञान प्राप्त गरेँ भने कानले सुनेर सिक्ने ज्ञान 100 मा 25% मात्र सिकिन्छ, 25% मात्र सिकिन्छ, तर आँखाले देखेको ज्ञान तपाईको 75% सिकिन्छ भन्ने कुरा मैले आफै पनि महसुस गर्ने गर्छु। तपाईहरु कति महसुस गर्नुहुन्छ? त्यसैले कानले सुन्ने र आँखाले देखेर सिक्ने, वस्तु देखेर चेतनाको विकासलाई पनि कसरी जोड्न सकिन्छ, जसको खुबी छ चेतनासँगै वस्तुको विकास गर्छ, जसको खुबी छैन वस्तु देखेर चेतनाको विकास हुन्छ। त्यसैले
त्यसैले यी कुराहरूलाई पनि यदि हामीले मनन गर्न सक्यौँ, त्यो तरिकाले ज्ञान आर्जन गर्न सक्यौँ, लिन सक्यौँ, दिन सक्यौँ भने भोलिको भविष्य हाम्रो बालबच्चा मात्र होइन, हाम्रो सबै अभिभावकको भविष्य छ। त्यसैले म आग्रह गर्न चाहन्छु सबै अभिभावकहरूलाई त्यो तरिकाले तपाईहरूले अलिकति एनालाइसिस गरेर बच्चाको खुबी हेरेर पनि कसरी उसको गर्ने व्यवहार, उसँग गर्ने व्यवहार एक्टिभिटीहरू तपाईहरू गर्नुहुनेछ। कुनै बच्चाहरूसँग चित्रकलाको प्रतिभा छ भने उसलाई दबाएर पढ मात्र भन्ने, चित्र नबना भनेपछि त्यो हुँदैन। उसको खुबी त्यही छ भने त्यही लाइनमा अगाडि बढाउनु। बच्चाको आमा बुवालाई थाहा हुन्छ मेरो बच्चा के चाहिराखेको छ, केमा इन्ट्रेस्ट छ, उसको चाहना के हो भन्ने कुरा अभिभावकले पनि थाहा पाइराखेको छ। तर जान्दा जान्दै पनि गलत लाइनमा नलागियोस्, तर जान्दा जान्दै पनि हामीले त्योतिर प्रमोट गर्दैनौँ। त्यो कुरामा बच्चाहरू ब्याग भइराखेको, बच्चाको क्षमता ब्याग भइराखेको अवस्था हो। म यति कुरा यता सेक्टरमा जोड्न चाहन्छु। र अर्को सेक्टरमा तपाईँहरू आज रिजल्टको कुरा आइराखेको छ। नानी बाबुहरू आज जो पास हुनुहुन्छ उहाँहरू दुःखमा आत्तिनु हुँदैन, सुखमा मात्तिनु हुँदैन भन्ने कुराहरू तपाईँहरू सबैलाई थाहा छ। त्यसैले आज हामी रिजल्टमा जो नानी बाबुहरूको रिजल्ट अलि बिग्रेको छ भने त्यो नानी बाबुहरू आज एकचोटि असफलता नै सफलताको जननी हो। नानीहरू बाबुहरू विद्यार्थी भाइ बहिनीहरू असफलता नै सफलताको जननी हो। आज कति वर्षसम्म फेल भएको नानी बाबुहरू पनि आज कति सफल जीवन, सफल डाक्टर बनेका छन्, सफल उद्यमी बनेका छन्, सफल तपाईको पाइलट बनेका छन्। एकचोटि हामी फेल भयौँ भनेर तपाईँ ब्याग हुने होइन, म पढ्दैन भन्ने कुरा हुँदैन। पढ्नुपर्छ जीवनमा त सुरु जन्मदेखि मरुन्जेलसम्म पढ्नुपर्छ। हामी यो स्थानमा छौँ र हामी